अचेसङ छपु नचुन्यने खोप नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई जोपाखङ भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यो पिङाको नेपाल भाषा साहित्य तमुजियाको आज दोस्रो दिन यस कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष आदरणीय नारायणमान विजय रोहितज्यू, यस कार्यक्रममा आज उपस्थित हुनुभएका बागमती प्रदेशका प्रदेश सभा सदस्य द्वयज्यू, त्यस्तै कार्यक्रममा उपस्थित रहनुभएका भक्तपुर नगरपालिकाका आदरणीय नगर प्रमुखज्यू, उपप्रमुखज्यू, उपस्थित सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, यहाँ उपस्थित विभिन्न साहित्यिक विधाका आदरणीय स्रष्टाज्यूहरू, उपस्थित सम्पूर्ण महानुभावहरू, पत्रकार मित्रहरू, सर्वप्रथम त यो विषम र प्रतिकूल मौसमको अवस्थामा पनि यो 2 दिनको साहित्य तमुजिया नेपाल भाषा साहित्य तमुजिया सञ्चालन भएको छ। यसको पूर्ण सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र अहिलेको यो पछिल्लो जुन राजनीतिक अन्य परिवेशमा पनि यस्ता किसिमका कार्यक्रमहरूले एउटा आशाको सञ्चार, आशाको दियो प्रवाह गर्नेछ भन्ने विश्वास गर्न चाहन्छु। मेरो व्यक्तिगत रूपले भन्दाखेरि यो कार्यक्रममा चाहिँ दोस्रो पटकको उपस्थिति हो। गत सालकोमा मैले केही कुराहरू यो कार्यक्रमबाट सिक्ने अवस्था चाहिँ प्राप्त गरेको थिएँ। यसको कार्यक्रम सञ्चालनको प्याटर्नहरू र यसमा विभिन्न विधाहरूको साहित्यिक विधाहरूबाट रसस्वादन गर्ने धेरै कुराहरू बुझ्न पाएको थिएँ र आज यो दोस्रो पटक यसमा उपस्थित हुन पाएकोमा, दोस्रो वर्ष अर्को वर्ष पनि उपस्थित हुन पाएकोमा आफूलाई अत्यन्तै गौरव महसुस गरेको छु। मैले यहाँ केही नभनिकन एउटा गजल लिएर आएको छु। यसपालि चाहिँ पोहोर साल मेरो आफ्नो तयारी पनि नभएको र मैले अघि नै भनिहालेँ त्यसको प्याटर्न नबुझेको हुनाले पनि आफूले तयारी गर्न पाएको थिएन। त्यो गजल सुनाउँछु। यो गजल चाहिँ कस्तो भने, म सरकारी सेवामा लगभग 22 वर्ष जस्तो अहिले रनिङमा छ र यो 22 वर्षमा विभिन्न जिल्ला विभिन्न कार्यालयहरूमा जाँदाखेरि सेवा कार्यालयले धेरै तरिकाले दुःख पाएको मैले महसुस गरिराखेको छु। व्यक्तिगत तवरले हुनसक्ने किसिमका सेवा सहजीकरणका कुराहरूमा त्यो गरे पनि कतिपय सेवाग्राहीले धेरै कारणले कतिपय कानुनहरू नबुझेर त्यो कार्यालयले प्रदान गर्ने सेवाको प्रकृति तरिका नबुझेर धेरै किसिमको दुःख पाउनु भएको छ र त्यसलाई चाहिँ मैले आफूले आत्मसात गरेर म नै आफू सेवाग्राही भएर चाहिँ कुनै कार्यालयमा सेवा लिन जाँदाखेरि कस्तो महसुस हुन्छ भन्ने कुरालाई यहाँ बताउन खोजेको छु। हुन त म पनि कर्मचारी मात्र नभएर एउटा सेवाग्राही पनि हो र मलाई अहिले पनि सरकारी कार्यालयको त्यो सँगार टेकेर भित्र जाँदाखेरि मलाई चाहिँ टाउको दुखेको फिल हुन्छ। आफ्नै साथीभाइहरू हुन्छन्, आफ्नै यही निलो कोट सेतो सर्ट लगाएका साथीभाइ हुन्छन्, तर पनि त्यहाँको व्यवहार, त्यहाँको सेवा लिने कामको प्रकृतिले गर्दाखेरि त्यो अत्यन्तै कठिन महसुस भएको हुन्छ र त्यो बिहानैदेखि कार्यालयमा जाँदाखेरि को छ त्यहाँनिर मैले चिनेको, कसले सहजीकरण गरिदेला, कसले सजिलो गरिदेला अथवा कसलाई भन्यो भने हुन्छ भन्ने किसिमका अनेक मनमा तर्कनाहरू चाहिँ खेलिराखेको हुन्छ। त्यसैलाई मैले यहाँ प्रस्तुत गर्ने कोसिस गरेको छु। कृपया अनुमति चाहन्छु। यो गजल चाहिँ ती सम्पूर्ण सेवाग्राहीहरूलाई छ जसले सरकारी अफिसको ढोका चाहेर पनि सेवा प्राप्त गर्नु सक्नुभएको छैन र आज सरकारी कार्यालय जानु छ भनेपछि बिहानैदेखि टाउको दुखेर आउँछ, त्यस्तो खालकोलाई र जति ठाउँमा जतिवटा झ्यालमा चाहेर पनि उहाँहरूले जवाफ पाउनुहुन्न, उहाँप्रति समर्पित छ। शीर्षक छ सेवाको खोजीमा। आशाको त्यान्द्रो बोकेर आएँ, आशाको त्यान्द्रो बोकेर आएँ, सेवाको सहारा खोज्न, कागजको भुमरीमा हराएँ, थाले उनले 1000 बहाना खोज्न। आशाको त्यान्द्रो बोकेर आएँ, सेवाको सहारा खोज्न, कागजको भुमरीमा हराएँ, थाले उनले 1000 बहाना खोज्न। यहाँ उनी भन्नाले सरकारी कर्मचारीलाई भन्न खोजेको। न ढोका खुल्यो समयमै, न ढोका खुल्यो समयमै, न मुहारमा मुस्कान भेटियो, न ढोका खुल्यो समयमै, न मुहारमा मुस्कान भेटियो,
सेवाको कर्तव्य मरेछ भित्र थाले बाहिरै आश्रय खोज्न, सेवाको कर्तव्य मरेछ भित्र थाले बाहिरै आश्रय खोज्न। आशाको त्यान्द्रो बोकेर आएँ सेवाको सहारा खोज्न, कागजको भुमरीमा हराएँ थाले उनले हजार बहाना खोज्न। न पीडा देखे कसैले, न पीडा देखे कसैले, न बुझे न त सुने कसैले, न पीडा देखे कसैले, न बुझे न त सुने कसैले, म मौन भई भौतारिएँ सोर्स फोर्सबाट समाधान खोज्न। आशाको त्यान्द्रो बोकेर आएँ सेवाको सहारा खोज्न, कागजको भुमरीमा हराएँ थाले उनले हजार बहाना खोज्न। सेवा त अधिकार पो थियो, सेवा त अधिकार पो थियो मेरो, शासित बनाए उनले। सेवा त अधिकार पो थियो मेरो, शासित बनाए उनले। सर्वत्र धाउँदा पनि सकिन एकै पटक खुसी खोज्न। आशाको त्यान्द्रो बोकेर आएँ सेवाको सहारा खोज्न, कागजको भुमरीमा हराएँ थाले उनले हजार बहाना खोज्न। अन्तिममा भोलि आउनुस् मात्र सुने, भोलि आउनुस् मात्र सुने तर भेटिन कहिल्यै ती भोलिहरू, भोलि आउनुस् मात्र सुने तर भेटिन कहिल्यै ती भोलिहरू। अब त म थाकिसकेको छु, सकिन समस्याको समाधान खोज्न। आशाको त्यान्द्रो बोकेर आएँ सेवाको सहारा खोज्न, कागजको भुमरीमा हराएँ थाले उनले हजार बहाना खोज्न। हस्, धन्यवाद। यति भन्दै यो गजल यहाँ प्रस्तुत गर्नुको एउटा तात्पर्य के हो भने बदलिँदो परिवेशसँगै हरेक पटक राजनीतिक परिवर्तनहरू भइरहेको छ नेपालमा, त्यस्तै गरी समयक्रम अनुसार सामाजिक परिवर्तन पनि भइरहेको छ। तर यो सरकारी कार्यप्रणाली र कर्मचारी तन्त्रमा सुधार भएको छैन। हुन त हरेक राजनीतिक परिवर्तनलाई कर्मचारीले आत्मसात गर्नुपर्छ र त्यसै अनुसार आफूलाई परिवर्तन भएर लानुपर्छ। तर यो परिवर्तनलाई एकातिर न त राजनीतिले पूर्ण रूपमा ओनरसिप गरेको देखिन्छ, न चाहिँ सेवाग्राहीले त्यसलाई चाहिँ एकदम यथार्थमा रमाउने किसिमको भएको छ। त्यसलाई चाहिँ परिवर्तनलाई आत्मसात गरेको देखिँदैन। त्यो हुनाले तमाम यी सरकारी कर्मचारी र दुःख पाएका सेवाग्राहीहरू जसले अब उपरान्त चाहिँ कर्मचारी आफै पनि सच्चिनुपर्छ, उहाँहरूले जनताको पिरमर्का बुनेर जनताको एस्पेक्टबाट सोचेर सेवा दिनुपर्छ भन्ने आशाको यो गजल प्रस्तुत गर्दै मेरो भनाइ पनि यही टुङ्गाउँछ। हस्, धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद बसन्त भट्टराई सरलाई। वेकन ताड्यु ठें गुगु व्यवस्था हिले तर छेउ बानी मयो एजोले सुनाङ तहबी फुन्डला तह छिके गुगु चाहिँ कतया भरे चने बानी मजुर वेकया